ह्याप्पी महाशिवरात्रि सबैजनालाई। आज चाहिँ म शिवरात्रिको लागि मन्दिर जाँदैछु। फर्स्ट टाइम मन्दिर जाँदैछु। यहाँ आइकन मलाई केही आइडिया छैन कहाँ जाँदैछु। मन्दिर पनि धेरै टाढा रहेछ। 1 घन्टा भइसक्यो अहिले। फाइनल्ली म चाहिँ ठ्याक्कै यहाँ मन्दिरमा आइपुगेँ। अब यो ठ्याक्कै नाम चाहिँ के भन्थ्यो खोइ के स्वामीनारायण मन्दिर हो। एक्ज्याक्टली यो शिव मन्दिर चाहिँ होइन तर पनि अब आज मैले मन्दिरहरू हेर्दाखेरि कति मन्दिरहरू क्लोज थियो के। अनि खोज्दाखेरि लास्टमा यहाँ आइपुगेँ। अब यहाँ पनि 4 बजीदेखि मात्र खुल्ने रहेछ। अनि यसो हेरेँ म यताउति हेर्छु घुम्न पाइन्छ भनेको पाइन्छ भन्नु। अनि म यहाँ अब हेर्दै बस्छु। तर मैले चाहिँ सोचेँ पुरा कस्तो अलिक चिसो ठाउँमा होला जान्न छ। आफू एक्लै छु। उहाँ गुरुले मलाई पुकार्नु भएको रहेछ, बोलाउनु भएको रहेछ। त्यस्तो भन्छ नि त, त्यस्तो भएको छ भने आइन्छ जुर्छ भन्छ नि त। म त्यही भएर आइपुगेको छु यहाँ। मेरो यो मैले नसोचेको ठाउँमा पाएँ। म कहिले यस्तो थाहा छैन नि त मलाई। गुरु केस BAPS स्वामीनारायण मन्दिर। गुरुहरू पछाडि यसरी हिजो शिवरात्रिको दिन नयाँ एक्सपिरियन्स भयो। मैले लगाएको आउटफिट चाहिँ सुरेखा भाउजूले दिनुभएको मलाई। कस्तो छ आज शिवरात्रिको दिन ठ्याक्कै यो कलर एकदम। Hi. What are you doing? I'm making teams. What is your name? Crouton. यहाँ चाहिँ शिवजी पार्वती हुनुहुँदो रहेछ। अनि यता बिचमा यहाँको गुरुबाहरू। यहाँ चाहिँ अक्षर पुरुषोत्तम। यहाँ राधा कृष्ण। जय श्री राम। वाह सोचेको थिएँ तर त्यस्तो हुँदैन रहेछ। यहाँ आउने ढोका खोल्दिन 4 बजी खोल्दिनु हुँदो रहेछ। अनि गएर चढाउने ढोग्ने यसरी ढोग्दै हुन्छ नि यसरी नै ढोग्ने रहेछ। अनि जाँदा हुने होला नि राधा कृष्ण राम सीता शिवजी पार्वती अनि दुईजना चाहिँ स्वामीनारायण के भन्नु हुँदो रहेछ। खुसी लाग्यो यो देखेर। ल पूजा पनि सक्यो आजको। जे होस् खुसी लाग्यो। पूजा राम्रोसँग ढोग्न पाएँ। अनि पानी पनि चढाउनु पर्दो रहेछ यहाँ। त्यो अब यहाँकै त्यो गुरुबाको मूर्ति जस्तो हुँदो रहेछ। अनि त्यहाँनिर राम्रो लाग्यो, खुसी लाग्यो मलाई। यहाँ चाहिँ अघि नचलेको ठाउँमा चाहिँ यसरी पानी आउँदो रहेछ। भ्यू चाहिँ यस्तो राम्रो छ है। यो चाहिँ पूजासुजा सकेँ। आफै फोटो खिचेँ, भिडियो गरेँ, टिकटक बनाएँ। अनि अब चाहिँ म फर्केको। बाई।